नेपाल.com को युट्युब च्यानल, हर्पल टिभी, ट्विटर र फेसबुक पेज मार्फत हामीलाई हेरिराख्नुभएका आदरणीय दर्शकवृन्दहरुमा हाम्रो हार्दिक नमस्कार। हर्पलको खबर अनि विविध जानकारीका लागि तपाई हामी सबैको सञ्चार माध्यम हर्पल नेपाल.com को साउन 18 गतेको यो विशेष कार्यक्रममा डाक्टर गोविन्द केसी र उनको अनसनको विषयमा हामी केन्द्रित छलफल, केन्द्रित समाचार सामग्री सम्प्रेषण गर्ने तयारीमा जुटेका छौं। झन्डै 3 दशकदेखि चिकित्सक भएर लाखौं टुटे फुटेका हाड जोड्ने काममा देश विदेश अनि मुलुकका कुना कन्दरा र विकट गाउँमा पुग्ने डाक्टर, हाड जोड्ने विशेषज्ञ डाक्टर गोविन्द केसी केही वर्षदेखि भने राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र माफिया तन्त्र नामक समाजको खतरनाक रोगको निदानका लागि अथक परिश्रम गरिरहेका छन्। उनी त्यस्ता डाक्टर बन्न पुगेका छन् जहाँ समाज सुधारको खाँचो पर्यो त्यही पुग्ने अनि त्यसको निदानका लागि सिङ्गो भौतिक शरीरको पनि परवाह नगर्ने र त्यागी देखिएका छन् डाक्टर गोविन्द केसी। उनले चिकित्सा क्षेत्रका तमाम मागहरू सरकारसँग पटक राख्दै आए र सरकारसँगको माग राख्ने क्रममा पनि त्यहाँबाट कुनै निकास ननिस्किसकेपछि उनीले वैकल्पिक बाटो अपनाएका छन्, जुन बाटो उनका धेरै आफन्तजनहरूले पनि रुचाएका छैनन्। उनको शारीरिक अशक्तताका बावजुद पनि उनी अनसनको बाटो मार्फत आफ्ना मागहरू पूरा गराउने दिशामा अघि बढिराखेका छन्। उनी 2059 असार 21 गतेदेखि 2074 साउन 9 गतेसम्म पुग्दा 5 वर्षको अन्तरालमा 11 पटक अनसन बसेका छन्। उनी निकट स्रोतका अनुसार चिकित्सा क्षेत्रको सुधारका लागि अनसनमा श्रृङ्खलाबद्ध आन्दोलन गर्ने उनको तयारी रहेको छ। यही माध्यमबाट उनी माफियाकरण नामक रोगको उपचारको स्थायी बाटो खोज्ने प्रयासमा रहेका छन्। आदरणीय दर्शकवृन्दहरू, यही साउन 9 गतेदेखि डाक्टर केसी 11औं अनसनमा बसेका छन्। प्रस्तुत छ उनको अनसनसँग सम्बन्धित यो भिडियो सामग्री। ढकाल हाललाई अहिले यस कार्यक्रममा चाहिँ मेन्सरुम रिलेटेडको तर्फबाट संयोजकको रूपमा छु। अहिले भर्खरै साथीहरू मेन्सरुमकै हामीले अर्गनाइजर मेन्सरुम भए पनि सँगसँगै मेन्सरुम र डक्टर सोसाइटी अफ नेपाल मिलेर अनि सोलिडारिटी फर डक्टर केसी अलायन्स जुन चलाइरहनु भएको छ, उहाँहरू यसकै सहकार्यमा सबैजना मिलेर गरिरहेका छौँ। ग्रुपमा यहाँ अनसनमा उपस्थित साथीहरू चाहिँ ग्रुपै मात्रै हुनुहुन्न, सबै बाहिरका जो पनि आउन सक्नुहुन्छ। सँगसँगै अब इभन कोही राजनीतिक पार्टीकै साथीहरू पनि हुनुहुन्छ भने पनि आफ्नो राजनीतिक पार्टीलाई अलिकति परै राखेर स्वतन्त्र रूपमा आएर चाहिँ अनसनमा बसेर सहयोग गर्न सक्नुहुन्छ। अहिले कतिजना साथीहरू यहाँ अनसन बस्नुभएको छ तपाईँहरू? हामीलाई चाहिँ अहिले बिहान 7 बजीदेखि 1 बजीसम्मको सिफ्टमा हाम्रो 9 जना हुनुहुन्थ्यो अरे। अहिले चाहिँ अहिले 7 देखि साँझ 7 को सिफ्टमा चाहिँ 5 जना। कति दिन हो यो तपाईँहरूको अनसनको चौथो दिन? राज्यका निकायहरूबाट केही खालको तपाईँहरू अहिलेसम्म हामीलाई त्यस्तो केही कुरा चाहिँ आएको छैन। अब हामीलाई डाइरेक्ट अप्रोच भन्दा पनि डक्टर केसीको मागहरूको चाँडोभन्दा चाँडो समाधान होस्, पहिलेको जसरी नै अब अनसनलाई तोडेर फेरि पनि लास्टमा गएर कार्यान्वयन चाहिँ नगर्ने किसिमको कामहरू चाहिँ नहोस् भनेर हामीसँग केही अप्रोच हुन्छ भन्ने आशा पनि राखेका छैनौँ। तर ती मागहरू चाहिँ सक्दो छिटो समाधान होस् भन्ने अपेक्षा चाहिँ राखेको छ। डाक्टर केसीको मागसँग तपाईँहरू सहमत हुनुहुन्छ? डाक्टर केसीको मागसँग पूर्ण रूपमा समर्थन हुँदै हाम्रो माग मिलेको अथवा हाम्रो छुट्टै कुनै कार्यक्रम होइन, उहाँका मागलाई नै यथाशीघ्र सम्बोधन गरियोस् भनेर त्यसलाई दबाब स्वरूप हामीले यहाँ अनसन। आदरणीय दर्शकवृन्दहरू, आजको यो विशेष कार्यक्रमको समय सकिएको छ। आउँदा दिनहरूमा तपाईहरुमा यस्तै खालका समाजमा घटेका सत्य तथ्य घटनाका विवरणहरू, सम्पूर्ण समाचारमूलक सामग्रीहरू र खोजमूलक अन्य प्रस्तुतिहरू सहित हामी उपस्थित हुनेछौं। यो बाचा र विश्वास तपाईहरुमा राख्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौं। हस्त नमस्कार।